हेलो हेलो सम्पूर्ण नेपाली दाजुभाइहरूलाई आज पनि म एउटा सानो भिडियो बनाउन गइरहेको छु। म चाहिँ अहिले यो बेलायतको माथि नर्थ साइड हलमा छु। म बुवा लाउरे भएको कारणले सेटलमेन्ट भिसामा यहाँ आएको हो। भर्खरै मैले मेरो छोरी श्रीमती पनि यहाँ डिपेन्डमा ल्याइसकेको छु। यसरी नेपाल सबै परिवार छोडेर बेलायत आइएको छ। वास्तवमा बेलायतमा आएर काम गरेर खासै फाइदा चाहिँ छैन। यहाँ लगभग अब 20% भन्दा बढी ट्याक्सै तिर्नुपर्छ। त्यो भन्दा बाहेक इन्सुरेन्स हुन्छ। इन्सुरेन्स हेल्थको लागि NHS को लागि इन्सुरेन्स तिरिन्छ। साधारण चाहिँ उपचारहरू चाहिँ फ्री हुन्छ, त्यही पनि उसले अपोइन्टमेन्ट लिन्छ। यो दिन आइज भन्छ। ब्लड टेस्ट आज गर्यो भने 4 महिनामा एक्सरे, 3 महिनापछि ECG यस्तो हुन्छ। ठुलै बिराम लाग्यो भने चाहिँ यहाँ खासै फ्री भन्छ। ठुलो बिराम लाग्यो भने चाहिँ उसले सोधेर एकदम सिरियस छ भने मात्रै लाने हो, नभए अब अपरेसन गर्नु पर्यो, कुनै पनि खालको रोगहरू पर्खिँदा हुने हो भने चाहिँ उसले चाहिँ नेपालको सरकारी हस्पिटल जस्तो 6 महिना 7 महिनापछि टाइम राखिदिन्छ। अनि त्यही भएर यहाँ नेपालीहरू खासै त्यस्तो अपरेसन गर्नु पर्यो, केही बिराम लाग्यो भने नेपाल जान्छन्। प्राइभेटमा छिटो उपचार गरेर बिराम सहनु नसके उपचार गरेर चाहिँ यता बिराम सहनु सकिन्जेल चाहिँ उनीहरूले यस्तो गर्ने उस्तो गर्ने सुझाव दिँदै राखिरहने हो। हस्पिटलले उनै लिँदैन, भर्नै लिँदैन, समय पर्खिन लाउँछ। यस कारणले अब बेला आयो, ट्याक्स तिर्नुपर्छ। लगभग अब 2022 चाहिँ हाम्रो सेलरी कट्यो भने अब ट्याक्स काट्दा ओर्दा 1600-1700 पैसा थापिन्छ। कोठा भाडा तिर्नुपर्छ 400-500, एउटा हाउसको 700-800, 3 जनाले घटीमा पनि 400-400, अनि खान पर्यो, पैसा त बच्दैन खासै। ट्याक्स नकाट्ने हो भने चाहिँ अब नेपाली हिसाब गर्दा त ठिकै हुने हो। नेपाली हिसाब गर्दा त अब धेरै आउँछ नि। तर हामीले 1-1.5 लाखदेखि 2 लाख नेपाली पैसा ट्याक्स चाहिँ यहीँ बुझाउँछौँ। फेरि अब यो डिपेन्डमा ल्याएको आफ्नो श्रीमती बच्चाहरूको 3 वर्ष 2.5 वर्षमा भिसा रिन्यू गर्नुपर्ने हुन्छ। सुरुमा लगभग 5,800 यहाँको पाउनु भनेपछि 10-12 लाख खर्च हुन्छ। फेरि त्यो फी तुरुन्तै तिरिहाल्नुपर्छ रिन्यू गर्न बित्तिकै। अनि अहिले ILR पनि यो डिपेन्डमा आउनेहरूलाई चाहिँ 10 वर्ष पुर्याइएको भन्ने हल्ला चलेको छ। अब नयाँ रुल्सले के गर्छ त्यो हामीलाई अहिले थाहा भएको छैन। अब यो 2026 लागेपछि कुन नियम सुरु हुन्छ यहाँको भन्न सकिन्न। अब कुदाइ चाहिँ हाल्दैन होला यहाँदेखि। अब जस्तै शरणार्थीमा आएको, विद्यार्थीबाट आएर ILR हुन खोजेको जस्ताहरू, अब केयर होममा काम गरेर हुन खोजेको, ILR बन्न खोजेकोलाई चाहिँ अलिकति समय 10 वर्ष भन्दा बढी नै राखिदिएला जस्तो यहाँको सरकारको त्यस्तो नीति छ। हुन त त्यो डिसिजन गर्ने पनि यहीँको प्योर लोकल यहीँको गोरा चाहिँ यहीँको इङ्ग्लिस चाहिँ होइन, तिनीहरू पनि त्यही पहिल्यै अफगानिस्तान पाकिस्तान कहाँबाट आएका हुन्। के अरे इन्डियनहरू, उनीहरू क्याबिनेटमा छन् पुरानिया। अनि उनीहरूले विदेशीलाई कडा गर्न खोज्छ। अब यहाँको मान्छेहरूले चाहिँ अब बेनिफिट
खान मजाले पाएन, अल्छी लाग्यो भने काम गर्न मन नलाग्यो बेनिफिट खाएर बस्ने दुनियाँ हुन्छ। अब उनीहरूलाई काम गर्न अल्छी लाग्छ, विदेशीहरूलाई अलिकति विदेशीहरूले हस्तक्षेप गरौँ काममा भन्ने मात्रै हो। वास्तवमा त्यो विदेशीले यहाँको एकदम कडा हार्ड काम चाहिँ, कठिन काम चाहिँ विदेशीहरूले गरिदिइराखेको देखिन्छ। अब हामी यसरी विदेशिनु पर्ने कारण चाहिँ अब नेपालको अलिकति राज्य सत्ता व्यवस्थापन सुशासन कमजोर भएको कारणले पनि हो। अब दुनियाँ आन्दोलन हुन्छ, दुनियाँ पार्टीले मौका पाउँछ, गर्न सक्दैन। अब माओवादीलाई पनि गर्ने चान्स दिएको हो। अब पुरानै परम्परागत शैलीमा चलाइआएको काङ्ग्रेस एमाले पार्टीले त झन् 30-40 वर्षभन्दा बढी शासन सत्ता चलाइसक्यो र पनि नेपाली जनता, मध्यम वर्गको जनताले चाहिँ बहुत दुःख पाएको अवस्था छ, समस्या देखेको अवस्था। उच्च वर्गको त अब उनीहरूसित जसै तसै जहाँबाट पनि आफ्नो काम कमिसन खुवाएर मान्छे किनेर अथवा न्यायाधीश किनेर, पुलिस किनेर, मन्त्री किनेर काम गर्छन्। उनीहरूलाई कुनै पनि खालको तनाव हुँदैन। निम्न वर्गको भनेको अब उनीहरू कमायो खायो ल्यायो, उनीहरूलाई त्यस्तो ठुलो टेन्सन हुँदैन। हामी मध्यमवर्गीयहरूलाई चाहिँ थोरै अब हाम्रो बच्चाहरू थोरै ट्यालेन्ट निस्कियो, पढाउन पर्ने अवस्था आयो भने हामीले चाहिँ एकदम ऋण काटेर अस्ट्रेलिया, जापान पठाउनु पर्ने बाध्य। उनीहरूको अब एउटा कस्तो भने त्यो ट्रेनै चलेको हुन्छ छोराछोरीहरूलाई। छोराछोरीले चाहिँ अलिकति एसएलसी गरेपछि, एसई गरेपछि, 12 पास गरेपछि म चाहिँ अस्ट्रेलिया जाने, जापान जाने, क्यानाडा जाने, त्यो पछि चाहिँ हामीलाई गाह्रो हुन्छ। एकदम ऋण गरेर भए पनि पठाउनु पर्ने हुन्छ मध्यमवर्गीकोहरूलाई चाहिँ। त्यस कारणले अब यो कारण चाहिँ के भन्छु भने म हामी नै नेपाली जनता नै उस्तो जस्तो लाग्यो। हामीले अब राणा शासन खप्यौँ, शाहवंशीय एकल जानीय शासन भनेर अब राजाको विरुद्धमा लाग्यौँ, त्यो पनि तोड्यौँ। अनि त्यहाँदेखि बौद्ध लाएपछि हाम्रो अलिकति चेतना भएर हो नभएर हो, चेतना भएको हो नभएको त्यो चाहिँ बुझ्न सकिएन। तर हाम्रो कमजोर चाहिँ के हो भने पुरानै यथास्थितिवादी काङ्ग्रेस एमाले जस्ता ठुल्ठुला पार्टीहरूलाई चाहिँ भोट दिएर जिताइरहने र नयाँ परिवर्तन गर्ने खालको परिवर्तनशील नयाँ पार्टी खोल्नेहरूलाई हामीले साथ नदिएको कारणले पनि होला। किनभने अब त्यो काङ्ग्रेस एमाले जस्ता पुराना पार्टीहरूले त अब जरा गाडिसकेको छ नेपालमा। तिनीहरूको अब उनीहरूकै सेटिङमा प्रधान न्यायाधीश, डिआइजी, एआइजी, प्रधान सेनापति, सम्पूर्ण कार्यालयको उहरू वर्गले त्यो जमाइसकेको। त्यस कारणले त्यहाँ भ्रष्टाचार कन्ट्रोल हुँदैन, कसैले कसैलाई कारबाही गर्न सक्दैन। जसले सक्ने हो त्यसले त्यहाँ उसको शक्ति उसको भक्ति भन्ने एउटा हबी भइसकेको हुन्छ। त्यो भएको कारणले चुनाव आउँछ, चुनावमा खर्च गरेर भने उनीहरूले जित्छ, बहुमत ल्याउँछ, सरकार उनीहरूको हुन्छ, फेरि अर्कोपल्ट चुनाव पनि त्यही हुन्छ। त्यहाँ कुनै कुराहरूको भ्रष्टाचारको पनि कन्ट्रोल गर्न सक्दैन। कुनै कानुनहरू पनि धनी र उच्च वर्ग अथवा ती ठुला पार्टीकाहरूलाई लाग्ने खालको बनाइएको हुँदैन, निम्न वर्गहरू। अनि देश विकासको त कुरा परै छाडौँ, किनकि त्यो उनीहरूको एउटा सञ्जाल त्यो देशभरि नै कर ब्युरोक्रेसी सम्पूर्णमा सञ्जाल भइसकेपछि त्यो ठेकदार उनीहरूकै हुन्छ। उनीहरूकै व्यक्तिहरूबाट उनीहरूकै कार्यकर्ताहरू त्यहाँबाट पालिने गरी, उनीहरूकै आफन्तहरू पालिने गरी त्यहाँ ठ्याक्क मिलाएर बनाएको हुन्छ सरकार।
त्यही भएर जनताको लागि उनीहरूले गर्नै सक्दैन, किनभने नेताको आफन्त, नेताको नातागोता, नेताको कार्यकर्ता, पार्टीका कार्यकर्ता त्यस्तोहरूको लागि मात्रै हुने गरी उनीहरूले त्यो कमाउने गरी बनाएको हुन्छ। त्यो एकल हबी भएको कारणले देश विकास हुन नसकेको हामी, किनकि यसो हेर्दाखेरि यतिसम्म त्यहाँ हामी अन्धभक्त भएको छौँ कि कङ्ग्रेस, एमाले, माओवादी भन्छौँ, त्यो चाहिँ कस्तो हो भने 5 वर्षपछि त्यसले काङ्ग्रेस र एमालेको सरकारले गर्न सकेन भने त्यसलाई फालेर अर्को नेतृत्व, अर्को लिडिङ हामीले त्यहाँ चाहिँ ल्याउन नसक्नु हाम्रो कमजोर हो। किनभने उनीहरूले गरेन भने अर्को नेतृत्वले, अर्को पार्टीले, अर्को सरकारले गर्छ कि भन्ने हाम्रो चाहिँ सोच हुनु पर्थ्यो। तर त्यो भएन। हामीले अब हाम्रो बाउ काङ्ग्रेस, एमाले, अब हजुरबाउ एमाले भन्यौँ, परिवर्तन गर्न चाहने भने अब परिवर्तन विकसित देशहरूमा हेर्दाखेरि जस्तै 5 वर्ष बेलायतमै हेरौँ, त्यो कन्जर्भेटिभ पार्टीले अब चाहिँ गर्न सकेन भनेपछि कन्जर्भेटिभ पार्टीभित्रकै ठुल्ठुला व्यक्तिहरूले अहिले प्लिज ऋषि सुनाक तिमीलाई हामी सहयोग गर्न सक्दैनौँ भनेर उनीहरूले लेबर पार्टीलाई सहयोग गर्यो चुनावमा। त्यसरी कुनै पनि काम गर्न सक्दैन भने जनता हामीले त्यसको चाहिँ म्यान्डेटबाट, भोटबाट चाहिँ अर्को व्यवस्थापन परिवर्तन गर्न सकेन भने त्यो देश विकसित हुन सक्दैन। त्यहाँ एकलवाद अथवा त्यो सामन्तीवाद अथवा त्यो के भन्नु, त्यो एउटै हबी भएको मान्छेले मात्रै त्यहाँ व्यवस्थाले चलाइरहने भएकोले त्यो देश विकास हुन सक्दैन। भ्रष्टाचार नियन्त्रण हुँदैन, कानुनहरू के अरे संशोधन हुँदैन, जनतालाई असर पर्ने खालको कानुनहरू मात्रै लागू गरिरहेको हुन्छ। त्यो कारणले हाम्रो कमजोर। त्यही भएर पनि हामी नेपालीहरूले दुःख पाएको, विकास गर्न नसकेको। हाम्रो देशको कानुन अप्ठ्यारो खालको छ। धनी उच्च वर्ग नेताहरूलाई नलाग्ने कानुन, निम्न वर्गलाई लाग्ने कानुन, अनेक किसिमको कानुनहरू छ। जस्तै हामीले आफ्नो निजी कान्ला, निजी खेतबारीमा हुर्काएको सालहरू, सखुवाहरू आफ्नो हिसाबले आफूले लगाएर काट्न पाउँदैनौँ। गाँजा खेतीको हामीलाई दिएको छैन, वैधानिकता दिएको छैन, किनभने त्यसमा करोडौँ अरबौँको नाफा हुने चिज हो, हुन्थ्यो देशलाई। अब हामी अचम्मको कानुन जस्तै वनको कानुनहरू हेरौँ। हामी मोटरसाइकलमा मृगमा ठोकिएर दुर्घटनामा पर्यौँ, हामी अब उपचारमा गयौँ, मृग मर्यो, हामी उपचार गरिसकेर आएपछि हामीलाई त्यहाँ मुद्दा लागिरहेको हुन्छ मृग मारेको अभियोगमा। अनि हामीले मुद्दा धाउनु परिरहेको हुन्छ अदालतमा, तारिक धाउँदा धाउँदा धाउँदा। त्यस्तो खालको कानुन छ हाम्रो देशमा, नचाहिने। अनि कत्रा कत्रा मान्छेहरू मारेर, कत्रा कत्रा भ्रष्टाचार गरेको मान्छेहरू न्यायाधीश किन्यो, वकिल किन्यो, डिआइजी किन्यो, एआइजी किन्यो, अख्तियारको मान्छे किन्यो, त्यसरी बाँचिरहेको हुन्छ। त्यस कारणले हाम्रो देश कहिल्यै उँभो नलागेको हो। मान्छे कतिसम्म क्रेजी हुन्छ, कतिसम्म अन्धभक्त हुन्छ भने पार्टीमा मैले धेरै उदाहरणहरू देखेको छु। जस्तै एमालेको हुँ भन्छ, काङ्ग्रेसको हुँ भन्छ। कोरोना पछि मान्छेहरूको व्यवसाय ठप्प भयो। त्यस्ताका मान्छेहरूले कतिपय घरहरू बनाएको रहेछ ब्याङ्क लोन लिएर, व्यवसाय खोलेको रहेछ ब्याङ्क लोन लिएर। नचलेपछि, व्यवसाय नचलेपछि किस्ता तिर्न सकेन घरको। अनि हाम्रै एमालेको युवराज खतिवडा समथिङको अर्थमन्त्री हुनुहुन्थ्यो। अनि ब्याङ्कको ब्याज मिना गरिदिने कुरा त होइन, अब जसै तिर्नुपर्ने भन्ने कुरोहरू आयो।
अनि त्यो मान्छेहरूको 1 वर्ष जति कोरोनाले व्यवसाय ठप्प भएपछि अनि घर लिलाम भयो, कतिको व्यवसाय ब्याङ्क्रप्ट भयो, कतिको जग्गाहरू लिलाम भयो। अब त्यस्तो अवस्थामा पनि राज्यले केही गर्न नसक्ने, तर त्यो एमाले र काङ्ग्रेसको कार्यकर्ता अझै पनि उसको घर लिलाम भइसक्यो, उसको छोराछोरी बुढीहरू कता कता विदेश जान बाध्य भयो, कोही जापान गयो होला, कोही के बिजोग भयो। अब त्यो ऋण परेर सबै लिलाम भएर हो नि त। तर त्यो मान्छे अझै पनि एमाले जिन्दाबाद, एमालेको अधिवेशन मलाई सदस्य चाहियो, काङ्ग्रेसको अधिवेशन मलाई यो चाहियो, काङ्ग्रेस यस्तो उस्तो भनेर उसको गुणगान गरेर हाम्रो मेन कमजोर भनेको परिवर्तन गर्न नयाँ व्यवस्थालाई हामी टेस्ट गर्दैनौँ। जस्तै अब काङ्ग्रेस एमाले हुँदाहुँदै रासपा आए त रासपालाई एकचोटि जिताएर 5 वर्ष दिएर हेर्ने, फेरि भएन, रासपालाई भएन, राप्रपालाई दिउँ, राप्रपालाई भएन, अन्य पार्टीलाई दिउँ, नयाँ पार्टीहरू निस्कन्छ। अहिले हर्क साम्पाङको माहौल ट्राई गर्दा त भयो नि त, ट्राई गरेर हेर्ने परिवर्तन हुन्छ कि भन्ने। अब प्रत्यक्ष प्रणाली राष्ट्रपति अनि हामीले परीक्षण गर्नै बाँकी छ, हो त्यो पक्षमा छ। तर जनता हामी मात्रै, काङ्ग्रेस, एमाले, माओवादी, त्यो भित्रको गाडिएको जराहरू, भित्र बसेको त्यो फैलिएको जराहरू, उहाँ ब्युरोक्रेसीमा फैलिएको जरा, पार्टीको आफन्तवादमा भएको त्यो जराहरू, अनि धनी वर्ग, उच्च वर्गहरूमा त्यहाँ कमिसनमा चलेको त्यो त्यस्तो नराम्रो पक्षहरूलाई चाहिँ सबै सफा गरेन, उखेलिएन भने देश चाहिँ खासै प्रगति हुँदैन। त्यस कारणले हामीले पुरानो परम्परागत यो पुरानो पार्टीहरूलाई चाहिँ फाल्न सक्ने हैसियत राख्नु पर्ने थियो र अझै पनि पर्छ। त्यो पछि केही देश विकास हुन्छ कि केही आशा रहन्छ कि भन्ने एउटा हामीले एउटा सोच्ने हो। अब देशमा चाह्यो भने गर्न चाह्यो, भिजन राम्रो भएको मान्छे, लिडिङ व्यवस्था चाहिँ भिजन भएकोले चलायो भने देश परिवर्तन हुन त धेरै बेर लाग्दैन होला। विदेशतिर हेर्दाखेरि अब नेपालमा अनेक किसिमको प्राकृतिक सौन्दर्यता छ। चाइनाले जस्तो टुरिज्म एरिया, अब कोही ठाउँ सिसाको पुल, कोही ठाउँ झरना, कोही ठाउँ सडक बाटोहरू पुर्याएर त्यहाँ इन्कम लिन सकिन्छ, जडीबुटीको खेती गर्न सकिन्छ। जस्तै अर्ग्यानिक चिजहरूलाई मात्रै चलाउने भनेर इन्डियाबाट आएको कुराहरू, तरकारीहरू, अनेक किसिमका उहरू, रासनहरू नचलाएर आफ्नो देशको अर्ग्यानिक चलाउने भन्दा त्यहाँ कृषिहरूको हुन्छ, थोरै महँगो पर्ला। तर हामी त्यो सस्तो खोज्छौँ, इन्डियाबाट आउने, इन्डियामा हामी चेक गर्दैनौँ। फुड टेक्नोलोजीबाट चाहिँ त्यो चेक गरेर मात्रै चलाउनु पर्ने हो, अनेक किसिमको रोग लाग्छ। नदी नाला धेरै भएको ठाउँमा हामी इन्डियालाई प्रायः जसो भारतलाई हाइड्रो बेचिहाल्छौँ, विद्युत निकाल्ने। आफ्नै देशको लगानीकर्ताहरू खोजेर, धनीहरू खोजेर सेयरमा चलाउने, खोल्ने, अनि त्यसबाट नाफा गर्ने, कर्मचारीहरू चाहिँ एकदम पारदर्शी राख्ने। त्यसो गर्दाखेरि हुने हो जडीबुटीको, रुद्राक्ष, अलैँचीमा राज्यले नै केही किसानहरूलाई राम्रो अवसरहरू, अपर्च्युनिटीहरू दिने। त्यो हुनसाथ देश त छिटै धनी हुने हो। तर प्रत्येक स्टेप बाई स्टेप मान्छेहरूले, नेपालीहरूले अलिक कमाउन सजिलो गरी, दुःख नगरी सित्तैमा कमाउन खोजेर अब व्यवहार चलाउने, घर परिवार चलाउने खालको यो नियत चाहिँ पहिल्यैदेखि नै छ। अब सानो एउटा वडा अध्यक्ष जित्नलाई नै अब 40-50 लाख खर्च गर्ने, खर्च गरिसकेपछि अनि कसरी उकास्ने भन्दा यो योजनामा, बाटोमा योजना पार्ने, त्यहाँबाट यति प्रतिशत वडा अध्यक्षलाई, यति प्रतिशत ठेकदारलाई, अनि त्यहाँ
अरू सुसारेहरू अरूलाई पनि दिने, त्यो भनेको चाहिँ हामीले तिरेकै करबाट गरिएको भ्रष्टाचार हो। अनि हामी नै हो सकिने। त्यो खालको त कर्मचारीहरू अफिसदेखि लिएर वडा कार्यालयदेखि हरेक निकायमा माथिदेखि तलसम्म पियोनसम्मले त्यो चाहिँ खाएको देखिन्छ। अब त्यो के कुरा गरेर साध्य हुँदैन त्यो। अब किनभने अब एउटा पियोनलाई स्टेसनरीको नगरपालिकामा स्टेसनरीको सामान किनेर ले भनेर पठायो भने उसले वहाँ गएर त्यो एउटा पियोनको त त्यस्तो दिमाग चल्छ, गएर 1000 को बिल भयो भने 1200 को बिल बनाइदिनु, तपाईँको सामान जहिले म किन्न आउँछु भनेर त्यो दोकानलाई भन्छ। अब मेरो सामान बिक्ने रहेछ भन्छ, पसलेले 1200 को बिल 200 त्यहीँ नाफा खाइदियो। अब जस्तै सवारी साधन, स्टेसनरीको साधन, अनि त्यो जस्तै सवारी साधनहरू मोटरसाइकलहरू पालिकालाई चाहिने भयो भने अब त्यो कुन कम्पनीको ल्याउने, त्यहाँ डिल गरेको हुन्छ त्यो एकाउन्टेन्टले। मलाई यति पर्सेन्ट हुन्छ भने तेरो कम्पनीको बाइक सबै मेरो अफिसमा चलाइदिन्छु भन्ने त्यस्ता खालकोहरू समेत। त्यस कारणले अब ठाउँमा प्रत्येक ठाउँमा चाहिँ त्यो सानोतिनोदेखि ठुलोसम्म त्यो चलिरहेको हुन्छ। कार्यकर्ता भएर हिँड्यो अनि जस्तै एमालेको मेयर जिताएपछि उसले के फाइदा लुट्नु। मेयर साहबलाई अब कुरा राख्छ, ल नगरपालिकाको बजेटबाट एउटा नर्सरीको कार्यक्रम दिनुहोस्, यति लाखको बजेट हजुर भन्यो, टक्क अनि त्यहाँबाट मिलाएर 20-30 लाखको बजेट त्यताबाट गऱ्यो। अनि त्यो पालसाल किन्यो, अब बाह्र यसो सानोतिनो 6-7 लाखको लगानी गऱ्यो त्यहाँ। अनि बिरुवाहरू माटोहरू भर्यो, बिरुवाहरू लायो। अनि त्यहाँबाट पनि अब त्यो अन्तिम निकासी गर्दाखेरि 20-25 लाखको बजेट भनेपछि उसले 10 लाखको खर्च गरेको 10-12 लाख उसले मिलेर खाएको हुन्छ। अनि त्यसकै लागि त्यो चाहिँ हामी कार्यकर्ता चाहिँ पछि परेर एमाले ठिक, यसलाई जिताउँदा, मेरो मेयर जिताउनु, मेरो वडा अध्यक्ष, त्यो प्रवृत्तिले चाहिँ देश बिग्रिरहेको छ। त्यही भएर हामी के हुनु पर्यो भने क्लियर, अब भ्रष्टाचार नगर्ने, हामीले भावी सन्तानको लागि हामीले सोच्नुपर्छ। यसबाट राजनीतिबाट पेशागत राजनीति जस्तो गरेर जीवन धान्ने, अब आफ्नो व्यवहार चलाउने, कमाउने, अनि त्यसबाट खाने, रमाइलो गर्ने त्यो सोच्नु हुँदैन। सदाबार त्यो नहुन सक्छ। भोलि हाम्रो छोरा नातिहरूले दुःख पाउन सक्छ। त्यही भएर हामीले क्लियर भएर भ्रष्टाचारलाई न्यूनीकरण गर्नु, भ्रष्टाचार उन्मूलन गर्नको लागि चाहिँ त्यस्तो पक्षको पार्टीमा जाँदै नजाने। 5 वर्ष जुन परीक्षण गऱ्यौँ त्यो पछि हामीले नयाँ चाहिँ नेतृत्वहरू चयन गरेर केन्द्रमा शासन सत्तामा पठाउन सक्यौँ भने केही परिवर्तन हुन्छ भन्ने मेरो चाहिँ हुन्छ। अब यस्तै हो। हामी चाहिँ अब देश जानु भनेको चाहिँ, आफ्नो नेपाल जानु भनेको चाहिँ यहाँ अब बच्चा छोराछोरीहरूको भिसा रिन्यू गर्नु, यताउति सेटल गर्दा हामी चाहिँ अब पाहुना जस्तो हो। अब गइन्छ 2 वर्ष 1 वर्षमा एकचोटि, कम्पनीले 1 महिना 1.5 महिना भन्दा छुट्टी दिँदैन। गयो जानु 4 दिन, आउनु 4 दिन। त्यो भएको कारणले अब हामी चाहिँ नेपाल जानु भनेको पाहुना जस्तो हो। अब उतै गएर ढुक्कै बसौँ, यता अब कमाइ नभएपछि यता छोराछोरी श्रीमतीहरूको भिसा रिन्यू गरिदिनु पर्यो, उनीहरूको अब आइएलआर बनाइदिनु पर्यो। त्यसको लागि हामी त अब यतै बुढो हुने। तर नेपालमा भएको मान्छेहरूले, युवाहरूले चाहिँ अब जे जस्तो हो सही नेतृत्व छानेर देशलाई अघि लाउन कोसिस गर्नुपर्छ भन्ने मेरो सुझाव हो। अब म जस्तो मान्छेको सुझाव कसले लिएर अहिले यो के फलाना, यो पनि फलाना जातीय पार्टीको उ रहेछ भनेर कमेन्ट हान्न थाल्ला साथीहरूले। तर त्यो जातीय कुरालाई लिनु हुँदैन।
नेतृत्व परिवर्तन गर्ने हाम्रो क्षमता हुनुपर्छ। पुरानै यथास्थिति, पुरानै नराम्रो पार्टी, परम्परागत पुराना पार्टीहरूलाई छाँटेर नयाँ परिवर्तनशील भिजन भएको व्यक्तिहरू बसेको पार्टीलाई चाहिँ सरकारमा लान सक्ने हैसियत राख्ने हो भने नेपाल चाँडै नै परिवर्तन हुन्छ कि भन्ने आकलन हो। त्यही भएर अब मेरो भन्नु यति नै हो। हामी अब बेलायत आएर बसेका छौँ। हामीले अब जाँदा मैले अघि नै भनिहालेँ, पाहुना जस्तो नेपालीलाई सुझाव मेरो भिडियो हेर्नुहुने सम्पूर्णलाई सुझाव यही हो। हामी मात्रै के हो भने अब हामी विदेशीको मान्छे त सकिएको। अब यतै बच्चाहरूको के गरिदिनु उनीहरूले गर्दैन भने रिसाउँछ। त्यो भएर नेपालमा उनीहरूले चाहिँ अत्यन्त रूपमा तपाईँहरूले सोच विचार पुर्याएर आउने चुनावमा परिवर्तन गर्नुहोस्, ट्राई गर्नुहोस्। 5 वर्षपछि भएन भने त्यसलाई पनि फेरि पालेर अर्को परिवर्तनशील शासनलाई पठाउनुहोस्, केही हुन सक्ला भन्ने मेरो धारणा हो। आजलाई म यो बेलायतको उत्तर हल नर्थ हलबाट बोल्दैछु। सम्पूर्ण मेरा देशका नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई सम्झँदै आज म यो भिडियोबाट यो एपिसोडबाट बिदा हुन चाहन्छु। धन्यवाद।